यसरी कुनै दल वर्ग समूहमा आबद्ध भएकै भरमा अपराधीले उन्मुक्ति पाउने हो भने यो कस्तो शासन व्यवस्था हो जहाँ हत्या अभियोग लागेका व्यक्ति राज्यको मन्त्री बनेका हुन्छन्? अनि यो कस्तो न्याय हो जहाँ पैसाले न्याय किन्न खोजिन्छ भन्ने प्रश्न जनताले गरिरहेका छन्। एकैछिन काशीनाथ तिवारीका दाजु प्रयाग तिवारीलाई सुन्नुहोस्। हत्यालाई ढाकछोप गर्न पैसा दिँदा के भनिएको थियो? नागेन्द्र झाजीले हाम्रो बुहारीलाई 8 लाख रुपैयाँ दिनुभयो। त्यसलाई नोकरी लगाइदिन्छु मालपुतमा भन्नुभयो। बच्चालाई पढाउने सुविधा गराइदिन्छु, राम्रो व्यवस्था गरिदिन्छु। अब 15 महिना भइसक्यो, कसैले यस्तै इन्ट्रेस्ट देखाएन। एक बैग अचानकमा यस्तो आइरहेछ भने कसैले 5 पैसा दिँदैन। एकचोटि मलाई 5000 कसैले दिन्छ भने शङ्काको कुरो हुन्छ। त्यही शङ्का लाग्यो। त्यही अब पैसाको आउँदाखेरि त त्यही लाग्यो जे अब यो पैसाको लोभ देखाएर, पदको लोभ देखाएर यो भाइको एउटा हत्या जुन छ, आज यो विश्वले, पुरै देशले थाहा छ जे एउटा हिन्दू जुवा सङ्घका अध्यक्ष मारेको। आज त यदि पैसाको लोभमा जान्छु भने त त्यो त मेरो भाइको अस्तित्वै खत्तम भयो। त्यो पैसाको लोभमा म छैन। मलाई न्याय चाहियो। न्यायको लागि लडिरहेछु। अहिले पनि त्यहाँको प्रशासनले सहयोग गरिरहेछ। जब प्रशासनले त्यो एकदम क्लियर बताइरहेछ, यो त प्रशासनको काम हो छानबिन गर्ने को हत्यारा हो कि प्रभु शाहले यो 8 लाख कहाँबाट ल्याए? के मानिसको मूल्य 8 लाख नै हो त? यसरी हत्या अभियोग लागेका प्रभुहरूलाई राज्यले नै संरक्षण गर्दै जाने हो भने लोकतान्त्रिक शासनको वकालत गर्नेहरूले अब जंगली शासन तन्त्र भने भइहाल्यो नि भन्ने चर्चा जनमानसमा चलेको छ। सरकार, माओवादी महान्यायाधिवक्ता लगायतको निर्देशनमा वीरगञ्ज स्थित सरकारी वकिलको कार्यालयले प्रभु शाहमाथि मुद्दा दायर नगरेर दण्डहीनतालाई प्रशय दिएको छ। त्यसपछि मानव अधिकार कर्मी, न्यायकर्मी, आम न्यायप्रेमी जनता अचम्ममा परे कि अब नेपालमा हुँदा खानेर हुने खानेलाई कानुनले भिन्न भिन्नै आँखाले हेर्दो रहेछ भनेर। काशीनाथ तिवारी हत्याको अभियोगबाट बच्न मन्त्री प्रभु शाहले आफ्नो सचिव नागेन्द्र झा मार्फत घुस दिएको 8 लाख रुपैयाँले त यो घटनालाई पुष्टि नै गरिदिए जत्तिकै भयो उनको संलग्नता बारे। त्यसपछि मानव अधिकार कर्मी पनि यस घटनाको सत्य तथ्य के हो पत्ता लगाई छाड्ने भनी पातिएका छन्। एकैछिन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधानलाई सुन्नुहोस्। यो घटनालाई लिएर अब हामीले नजिकबाट अध्ययन गरिराखेका छौँ हैन, र यस विषय सम्बन्धी आयोगले आफ्नै ढङ्गले घटनाक्रमहरूको अनुगमन गर्नेछ। मुख्य यो एउटा फौजदारी अपराधसँग गाँसिएको केस भएको हुँदाखेरि नेपाल प्रहरी र सम्बन्धित निकायहरूले त्यसमा के कस्तो खालको अनुसन्धान गरेको छ र अनुसन्धानको प्रक्रिया अनुसार अगाडि बढिसके पछाडि यसलाई मुद्दा नचलाउने भन्ने कुरा निर्णय गरेको भन्ने कुरा छापामा अगाडि आएको छ। त्यस विषयमा नेपाल प्रहरीले गरेका अनुसन्धान प्रतिवेदनहरू हामी माग्दछौँ हैन। त्यो सबै कुराहरू अध्ययन गरिसके पछाडि त्यहाँ के भएको हो त्यसबारेमा अब पछाडि हामी सार्वजनिक रूपमा आफ्नो कुराहरू राख्दछौँ। र अहिले राष्ट्रिय मानव अधिकार आयोगले एउटा जुन खालको गम्भीर प्रकृतिको घटना घटेको छ र त्यसमाथि अब पीडितले जुन ढङ्गले यसमा न्याय प्राप्त गर्नुपर्ने हो र त्यो न्याय प्राप्त गर्ने अधिकार कुण्ठित नहोस् भन्ने हिसाबबाट त्यसमा हामीले ध्यान दिनुपर्दछ। कानुनको नजरमा सबै बराबर हुन्, चाहे त्यो मन्त्री होस् वा प्रधानमन्त्री नै वा कुनै पनि राजनीतिक दलको नेता नै किन नहोस्। यदि अपराध गरेको प्रमाणित भयो भने सबैलाई कारबाही हुनै पर्छ कानुनी राज्यमा। काशीनाथको हत्यामा मन्त्री प्रभु शाहको संलग्नता र त्यसपछि घटनालाई दबाउन दिएको 8 लाख रुपैयाँ र उनलाई मुद्दा दायर नगरिएको विषयमा
राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर रूपमा अध्ययन गरेर आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने आयोगका सदस्य गौरी प्रधानले बताउनुभयो। नेपालमा लगातार यो दण्डविहीनताको घटनाहरू बढिराखेको छ र कुनै पनि व्यक्ति शक्ति या एउटा सरकारको निकायमा भएको आधारमा उसले सजिलोसँग उन्मुक्ति पाउने हुँदैन। कानुनको नजरमा सबै नागरिकहरू बराबर हुन् र तर घटनाक्रमहरूले समय समयमा यस्ता विषयवस्तुहरूमा हस्तक्षेप भएको पनि देखिन्छ। तर यस बारेमा के भएको हो त्यो चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन अनुसन्धान पश्चात र नेपाल प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात मात्र त्यसको खास निष्कर्ष हामी पछाडि तपाईहरुको बीचमा आउनेछौँ। हत्या आरोपी मन्त्री प्रभु शाहलाई मुद्दा नचलाउनु भनेको मुलुकमा कानुन निष्क्रिय हुनु हो। अबका दिनमा सरकारी संयन्त्रलाई कुनै पनि अपराधको अपराधीलाई पक्राउ गर्नु र कुनै अभियोग लगाउने नैतिक अधिकार पनि नरहेको यस घटनाले सिकाएको छ। लोकतन्त्रमा अपराधीलाई सजाय नहुनु भनेको कानुनको सिद्धान्त विपरीत भएको र दण्डहीनतालाई प्रशय दिएको नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेम बहादुर खड्काको भनाइरहेको छ। मन्त्री भएको कारणले उन्मुक्ति दिने अनि सानोलाई चाहिँ सजाय गर्ने भन्ने त कानुनको सिद्धान्तै होइन नि। त्यसले गर्दा यो उन्मुक्ति दिने भन्ने जुन उहाँहरूले चाहिँ गर्नुभयो त्यो नै चाहिँ र यो चाहिँ दण्डहीनतालाई घटाउने होइन बढाउने काम मात्रै भयो र अपराधीलाई सजाय दिने सट्टामा अपराधीलाई चाहिँ उन्मुक्ति दिने भयो। त्यो उन्मुक्ति दिने भनेको समाज चाहिँ डिटोरेट हुने भयो। विडम्बना के छ भने हामी नागरिक समाजका मान्छेहरू नेपाल बारहरू हामीले चाहिँ सधैँभरि कराउँदा कानुनको शासन लागू गर्नुहोस् राम्रोसँग गर्नुहोस् है भनेर हामी भनेछौँ। तपाईको जबरजस्ती त्यो काम गरिराखेको कारणले यसलाई दण्ड बढाएको छ। यसमा त हेर्नु प्रमाण तपाईको चाहिँ यो पैसा दिएको 8-8 लाख रुपैयाँ 10-10 लाख रुपैयाँ चाहिँ र उसलाई किन दिनुपर्ने? यदि चाहिँ अपराध गरेको छैन भने पैसाले उन्मुक्ति पाउन सकिन्छ। त्यसले गर्दा त्यो कारणबाट पनि त्यो पैसाको कारणले मुद्दा चल्दैन भनेका कारणले म त तपाईको भन्छु अख्तियार दुरुपयोगलाई पनि यहाँभन्दा ठुलो प्रमाण केही चाहिँदैन। उसले पनि कारबाही सुरु गरिहाल्नुपर्छ। कुनै पनि मुद्दाको अन्तिम निर्णय दिने काम न्यायालयको हो भन्दै राज्य र कानुनको परिभाषा विपरीत काशीनाथ तिवारीको हत्या आरोपीलाई उन्मुक्ति दिएकोमा अध्यक्ष खड्काले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका छन्। जो मान्छेले अपराध गर्छ त्यसलाई संरक्षण गर्ने, जो मान्छेले अपराध गरेर पीडित भएको छ त्यसलाई चाहिँ तपाईको केही पनि नदिने भयो त्यसको राज्यको कसरी परिभाषाभित्र पर्छ? म प्रष्ट रूपले प्रधानमन्त्रीलाई के निवेदन गर्न चाहन्छु भने प्रधानमन्त्रीले यो कुरालाई सिरियसली टेकअप गर्नु पर्यो। उहाँको पार्टीको मान्छे पर्यो होला, उहाँको मन्त्री पर्यो होला, तर त्यो चाहिँ उहाँले विचार गर्नुपर्छ। भोलि आज चाहिँ एउटा अपराधमा यो मान्छेले चाहिँ अपराधी गर्यो भनेर भनिराखेको ठाउँमा त्यसले उन्मुक्ति पायो भने भोलि अर्को अपराध बढ्छ। उहाँहरूलाई नै पनि फेरि चाहिँ अर्को मान्छे उठ्न सक्छ नि। जस्तो उहाँ चाहिँ प्रधानमन्त्री हुनुभन्दा पहिला उहाँकै पार्टीले चाहिँ मलाई चाहिँ धम्क्यायो मार्न खोज्यो भने उहाँले आवाज उठायो होइन। त्यो किन भन्दा दण्डहीनता बढेका कारणले। दण्डहीनता त घटाउनु पो पर्यो, अपराधीलाई सजाय दिनुपर्छ। सजाय दिँदाखेरि उहाँले चाहिँ प्रमाण पुगेन त्यो चाहिँ भयो भने अदालतले मुद्दा चलाउने नचलाउँदा सफाई पाउने कुरा त अब छुट्टै छैन नि। कानुनी राज्यमा हत्या अभियोग लागेको मानिसलाई कुन हैसियतमा मन्त्री पदमा बसिरहन मिल्छ र? गणतान्त्रिक मुलुकका क्रान्तिकारी प्रधानमन्त्रीले आफ्नो मन्त्रीमण्डलमा हत्या अभियोग लागेका व्यक्तिलाई मन्त्री पदमा नै राख्नु नदेखे झैं र नसुने झैं गर्नु यो भन्दा ठूलो गल्ती प्रधानमन्त्री बाबुराम भट्टराईका लागि अरु केही नहुने कुरा सदनदेखि सडकसम्म व्यापक रूपमा आएपछि अन्ततः माओवादी पार्टी र प्रधानमन्त्रीको आग्रहमा काशीनाथ तिवारी हत्याकाण्डको योजनाकार भनिएर अभियोग लागेका भूमि सुधार मन्त्री प्रभु शाहले बाध्य भएर राजीनामा दिएका छन्। एक झुटलाई लुकाउन सयौं झुट गरेर हत्या आरोपी मन्त्री प्रभु शाहलाई काखी नच्यापी सत्ता समीकरण भत्कने भयलाई पर सार्दै गरेको निर्णयलाई भट्टराईको राम्रै कदम मान्नु पर्छ। तर सरकारका अन्य मन्त्री जसले देश टुक्र्याउनेदेखि देश र जनताको हित विपरीत बोल्दै आएका छन् तिनलाई पनि कारबाही गरेर कानुनी कारबाहीको लागि ढोका खोलिदिनु पर्छ। यसो गरे मात्र जनताको लोकप्रिय भनिएका प्रधानमन्त्री भट्टराईको इतिहास विगतका प्रधानमन्त्रीको भन्दा फरक हुनेछ। यता काशीनाथ तिवारी हत्या अभियोग लागेका माओवादी नेता प्रभु शाहलाई
नेपालको कानुनले अब कस्तो कारबाही गर्ला त्यो हेर्न बाँकी नै छ भने काशीनाथ तिवारीलाई गोली हान्ने व्यक्ति फिरोज भन्ने सियाराम कुशवाहा अहिले फरार भएको छ। इमेज भण्डाफोरका लागि केदार चापागाईको रिपोर्ट। कार्यक्रम भण्डाफोर.com तपाईहरुको आफ्नै कार्यक्रम हो। यो कार्यक्रम तपाईलाई कस्तो लाग्छ हामीलाई प्रतिक्रिया अवश्य पठाउनुहोला। प्रतिक्रिया पठाउनका लागि हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम भण्डाफोर.com, इमेज च्यानल टेलिभिजन, पोस्ट बक्स नम्बर 9581, पानी पोखरी काठमाडौँ। फोन नम्बर 40065555 44122883। इमेल भण्डाफोर@imagechannels.com। कार्यक्रम भण्डाफोर.com अबदेखि तपाईले हाम्रो वेबसाइट मार्फत पनि हेर्न सक्नुहुनेछ। त्यसको लागि तपाईहरुले www.imagechannels.com लगइन गर्नुपर्नेछ। हस्त कार्यक्रम इमेज भण्डाफोर.com आजको लागि यति नै। आगामी अङ्कमा पनि यस्तै आपराधिक गतिविधिसँग सम्बन्धित रिपोर्ट लिएर उपस्थित हुने नै छौं। त्यतिन्जेलका लागि हाम्रा सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्कार।